हरेक चोटी तपाई कुनै एउटा कन्सर्ट एउटा इभेन्ट अथवा चर्चमा जाँदै गर्नु हुँदाखेरि एउटा इक्विपमेन्टले सबै कुरा कन्ट्रोल गरिरहेको तपाईले देख्नुहुन्छ यस दिस इज मिक्सर अनि आज चाहिँ म यो मिक्सरको बारेमा सबै कुरा एक्सप्लेन गर्दै छु हाई मेरो नाम सामेल हो यो भिडियोमा चाहिँ I'll show you मिक्सर भनेको के हो यो सबै बटन र नब्सहरुले के काम गर्छ र साउन्ड चाहिँ योबाट एक्चुअली कसरी फ्लो हुन्छ भनेर मिक्सर चाहिँ साउन्ड सिस्टमको हार्ट हो यसले चाहिँ मल्टिपल अडियो सिग्नल्सहरुलाई लिन्छ जस्तै माइक्रोफोन इन्स्ट्रुमेन्टहरु प्लेब्याक ट्र्याकहरु र यो सबैलाई कम्बाइन गरेर एउटा फाइनल आउटपुट निकाल्छ सजिलै बुझ्ने हो भने यो चाहिँ खाना पकाएको जस्तै हो तपाईको माइक्रोफोन र इन्स्ट्रुमेन्ट्सहरु चाहिँ तपाईको इन्ग्रेडियन्टहरु हो र मिक्सरमा चाहिँ सबै कुरा आएर कम्बाइन हुन्छ हामीले ब्यालेन्स गर्छ सबै कुरालाई र फाइनल आउटपुट राम्रो निकाल्छौं एउटा सिग्नललाई फलो गरौँ है त मानौ यो माइक्रोफोन चाहिँ यहाँ कनेक्ट भएको छ साउन्ड चाहिँ इनपुटबाट भित्र आउँछ पहिला चाहिँ हामीले गेनलाई कन्ट्रोल गर्छौं यो चाहिँ एउटा साउन्डको सिग्नल कति स्ट्रङ छ भनेर हामीले कन्ट्रोल गर्छौं त्यसपछि त्यो साउन्डलाई हामीले EQ युज गरेर शेप गर्छौं साधारण तरिकाले भन्दाखेरि EQ भनेको चाहिँ हामीले अरु ठाउँमा पनि देख्ने जस्तो बेस मिड र ट्रेबल हो त्यही कुराहरु प्रयोग गरेर चाहिँ हामीले साउन्डलाई शेप गर्छौं त्यसपछि यो अक्सिलरी सेक्सन हो यहाँबाट चाहिँ साउन्ड अरु ठाउँहरुमा पनि हामीले पठाउन मिल्छ जस्तै स्टेजमा हुने मोनिटर जसमा चाहिँ आर्टिस्टले आफैलाई सुन्छ अथवा इन इयर्स मोनिटर जुन चाहिँ आर्टिस्टको कानमा लागेको हुन्छ र उसले आफूले गाएको अथवा बजाएको कुरा सुन्न सक्छ र अन्तिममा छ यो फेडर सेक्सन जहाँ चाहिँ हामीले भोल्युम बढाउँछौं अथवा घटाउँछौं बेसिकली माइक्रोफोन गेन EQ सेन्स र फेडर जुन चाहिँ अल्टिमेटली आउटपुटमा जान्छ यो चाहिँ मिक्सरको सिग्नल फ्लो हो यदि तपाईले यो बुझ्नु भएन अरु कुराहरु सजिलो हुन्छ मिक्सरको मेन पार्टहरुको बारेमा हेरौं है त पहिलो रहेको छ इनपुट च्यानल्स अथवा यसलाई हामी च्यानल स्ट्रिप पनि भन्छौं यो चाहिँ यो एउटा भर्टिकल स्ट्रिप हो एउटा च्यानल स्ट्रिप भनेको एउटा साउन्ड सोर्स हो जस्तै माइक्रोफोन अथवा इन्स्ट्रुमेन्ट कुनै दोस्रोमा रहेको छ गेन अथवा प्रिएम्प सेक्सन यो चाहिँ फर्स्ट कन्ट्रोल हो र यसले चाहिँ तपाईको सिग्नल कति स्ट्रङ छ भनेर डिसाइड गर्छ यदि तपाईको गेन नै रङ भयो भने सबै मिक्स नै नराम्रो सुन्छ सो तेस्रो रहेको छ EQ सेक्सन यसले चाहिँ साउन्डलाई शेप गर्छ साधारण तरिकाले बुझ्ने हो भने लो भनेको बेस हो मिड्स भनेको बडी हो एउटा साउन्डको र हाई भनेको चाहिँ क्ल्यारिटी हो EQ लाई एकदमै र्यान्डमली युज गर्यो भने चाहिँ त्यो नराम्रो नै साउन्ड गर्छ सो EQ युज गर्दाखेरि चाहिँ एकदमै इन्टेन्सनल भने हुनुपर्छ चौथो सेक्सन हो ऑक्स सेन्स जुन चाहिँ मोनिटरहरुमा जान्छ यसले गर्दा चाहिँ सिंगरहरुले आफूले गाएको कुरा आफैले स्टेजमा सुन्न सक्छन् पाँचौं हो फेडर यहाँबाट चाहिँ मेन भोल्युमहरु कन्ट्रोल हुन्छ मोस्ट अफ द बिगिनर्सहरुले चाहिँ फेडर चलाउनु नै मिक्सिङ हो भनेर बुझ्छन् तर फेडर चाहिँ मिक्सिङको एउटा पार्ट मात्र हो र अन्तिममा रहेको छ मेन आउटपुट जहाँबाट चाहिँ सबै आएको इनपुटहरु कम्बाइन भएर बाहिर निस्किन्छ सो मिक्सर चलाउँदाखेरि चाहिँ एउटा बिगिनरले गर्ने कमन मिस्टेक्सहरु चाहिँ गेनलाई चाहिँ प्रपरली सेट नगर्नु एकदमै हाई गेन भयो भने चाहिँ डिस्टोर्सन हुन्छ अथवा साउन्ड चाहिँ फाट्न थाल्छ दोस्रोमा चाहिँ EQ धेरै चलाउनु त्यो साउन्डलाई कस्तो बनाउनु खोजेको भन्ने कुरा दिमागमा नराखिकन र्यान्डमली EQ चलाउँदाखेरि चाहिँ त्यो साउन्डको सोर्सलाई नराम्रो नै सुनाउँछ तेस्रो हो सिग्नल फ्लोलाई इग्नोर गर्नु साउन्ड कहाँबाट आइरहेको छ र कहाँ गइरहेको छ भन्ने कुरा थाहा नै नपाइकन र्यान्डमली मिक्स गर्नु चाहिँ प्रब्लम सल्भिङ गर्नलाई चाहिँ सारै गाह्रो पर्छ समरीमा भन्दाखेरि चाहिँ मिक्सरले मल्टिपल साउन्डहरुलाई लिन्छ त्यसलाई प्रोसेस गर्छ साउन्डहरुलाई ब्यालेन्स गर्छ र एउटा क्लीन मिक्स चाहिँ स्पिकरमा पठाउँछ यदि तपाईले मिक्सरको यो सिग्नल फ्लो बुझ्नु भयो भने तपाईले मिक्सिङ चाहिँ बुझ्दै हुनुहुन्छ यदि तपाईलाई यो भिडियोले हेल्प गर्यो भने सब्स्क्राइब गर्न नबिर्सनुहोस् किनभने मैले साउन्ड इन्जिनियरिङको भेरी बेसिक्स देखि लिएर एडभान्स सम्म बिस्तारै कभर गर्दै जाने छु अर्को भिडियोमा भने यो गेन चाहिँ प्रपरली कसरी सेट गर्ने भन्ने विषयमा म कुरा गर्ने छु त्यतिन्जेलसम्मको लागि स्टे कनेक्टेड एन्ड सी यु इन द नेक्स्ट भिडियो